नयाँ फ्रेस कोच र एनर्जीको साथमा आएको द भोइस अफ नेपाल किड्स अनुभवी कोच तथा न्यू कोचको साथमा मिश्रणमा द भोइस अफ नेपाल किड्स सिजन 5 यसपालि देख्न पाउँदैछौँ। साथी हो, कोचले खुट्टा ढोगेकोदेखि लिएर विभिन्न रोमाञ्चक मोडहरू हेर्न पाइनेछ यसपालि द भोइस अफ नेपाल किड्स सिजन 5 मा। विशेष गरी यसपालिको द भोइस अफ नेपाल किड्समा चाहिँ सुपर ब्लकको पनि इन्ट्रोड्युस भएको छ। अब कुन कोचले कसलाई ब्लक गर्ने हो त्यो त द भोइस अफ नेपालको ब्लाइन्ड अडिसन आएपछि हामीले हेर्न पाउने नै छौँ। प्रतीक्षा गर्नुभएको छ द भोइस अफ नेपाल किड्स सिजन 5 को। कमेन्ट गर्नुहोस् र भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोस् है त। नमस्कार नेपाल, द भोइस अफ नेपाल, विशेष गरी द भोइस अफ नेपाल किड्स सिजन 5 को मजा नै बेग्लै हुने गर्छ ब्लाइन्ड अडिसनको। ब्लाइन्ड अडिसनमा भाइ बहिनीहरूले दिएको प्रस्तुति, विशेष गरी ब्लाइन्ड अडिसनमा कोचहरू पुरै ब्लाइन्ड हुनेछन्। उनीहरूलाई थाहा हुँदैन कस्ता खालका कन्टेस्टेन्ट आएका छन्। 6 देखि 14 वर्षभित्रको भाइ बहिनीहरूको दमदार प्रस्तुति सुनिसकेपछि उनीहरूको चेयर टर्न मुभमेन्ट र विशेष गरी रियाक्सनहरू हेर्नको लागि एकदमै मजा आउने गर्छ। द भोइस अफ नेपाल किड्स सिजन 5 मा कतिको भाग्य चम्किन्छ, कतिको द भोइस अफ नेपालको ब्लाइन्ड अडिसनबाटै टुङ्गिन्छ। अब तयार हुनुहोस् द भोइस अफ नेपाल किड्स सिजन 5 को ब्लाइन्ड अडिसनको लागि। विशेष गरी यही शुक्रबारदेखि द भोइस अफ नेपालको टिमले ल्याउने तयारी गरिरहेको छ भने द भोइस अफ नेपाल किड्स सिजन 5 मा यसपालि के कारणले रमाइलो होला जस्तो तपाईँहरूलाई लाग्छ? वाङदेन शेर्पाको चेयर टर्न मुभमेन्ट र विशेष गरी अर्जुन सापकोटाको रियाक्सन, त्यसै गरी मिलन नेवाको सुझबुझको साथ गरिएको चेयर टर्न, त्यसै गरी अनुभवी कोच सत्यको साथमा द भोइस अफ नेपाल किड्स सिजन 5 अब तयारी रहनुहोस् हेर्नको लागि। र द भोइस अफ नेपाल किड्स सिजन 5 मा पहिलो प्रोमो नै एकदमै धमाकेदार बनेको छ। विशेष गरी मलाई एकदमै धेरै मन पर्यो बहिनीको प्रस्तुति। संयोजनी पाउन सकिन्छ सकिँदैन। यो प्रस्तुति साँच्ची नै बवाल छ। पेमा दिसन तामाङ द भोइस अफ नेपाल किड्स सिजन 1 मा देखेको जस्तै अहिले सिजन 5 मा आइपुग्दाखेरि त्यस्तै खालको आवाज सुन्न पाइएको छ। विशेष गरी दमदार आवाज र विशेषता केही छ द भोइस अफ नेपाल किड्स सिजन 5 मा। तयार रहनु सुपर ब्लकको साथमा र विशेष गरी भाइ बहिनीको दमदार प्रस्तुति हेर्नको लागि। र द भोइस अफ नेपाल किड्समा यसपालि केही विशेषताहरू पनि धेरै छन् र तयार रहनुहोस्। अब द भोइस अफ नेपाल किड्सको ब्लाइन्ड अडिसन यही शुक्रबारदेखि द भोइस अफ नेपालको टिमले ल्याउने तयारी गरिरहेको छ। विभिन्न अपडेटको लागि हाम्रो च्यानलमा जोडिनुहोला र सब्स्क्राइब गरेर साथ दिनुहोला। बाँकी चाहिँ द भोइस अफ नेपाल किड्सहरू आउँदै गर्दाखेरि हामी विभिन्न भिडियोहरू बनाएर हजुरहरूमा ल्याइहाल्छौँ। त्यसको लागि भने सब्स्क्राइब गर्न भने नबिर्सिनु होला है त।